हामी चाहिँ मामा घरबाट आइसक्यौँ अनि आज चाहिँ हामी बाउ छोराले चाहिँ के गर्न आँटेको हुन्छ जुन हामीले अस्ति नै भर्मी कम्पोस्टको घर चाहिँ बनाएको थियौँ अनि त्यसमा चाहिँ हामीले चाहिँ भर्मी वास आउने चाहिँ ठाउँ बनाएको थिएनौँ अनि त्यही भएर चाहिँ आज हामी एक साइडबाट भर्मी वास गराउँछौँ अनि यो भर्मी वास भनेको के हो भनेपछि जो मलको तरल पदार्थ हुन्छ त्यो चाहिँ हामीले चाहिँ कट्ठा गर्नुपर्ने थियो किनकि हामी त्यो कट्ठा गऱ्यौँ भनेपछि हामीले चाहिँ तरकारीमा स्प्रे गर्दा पनि एकदमै राम्रो हुन्छ अनि एक साइड चाहिँ हामीले भर्मी वासको गराउँछौँ अनि एक साइडको चाहिँ जुन यो चाहिँ किन गराउँछौँ भने चाहिँ यस्तो पाइप राखेको छ जो हाम्रो चाहिँ यो भैँसी गाईहरूको पिसाब पनि हामी चाहिँ कलेक्ट गर्नुपर्ने थियो त्यही भएर चाहिँ हामीले चाहिँ त्यो पनि गराउँछौँ र अनि त्यो गरिसकेपछि म चाहिँ लाग्छु बारीतर्फ किनकि हामीले चाहिँ आलु लगाएको त्यो पनि हेर्नु परेको थिएन अनि आलु पनि एकदमै राम्रो भइसकेको रहेछ अनि हाम्रो चाहिँ एउटा आफन्ती बितेको कारणले म चाहिँ बाजेको कपाल फालिदिन्छु अनि हामी चाहिँ खानासाना खान्छौँ अनि खाना खाएर चाहिँ म चाहिँ एकछिन आराम गरेर चाहिँ हामी चाहिँ फेरि लाग्छौँ बारीतर्फ खोर्सानी बारीतिर किनभने चाहिँ हामी चाहिँ अस्ति गराएको खोर्सानी बारीमा चाहिँ हामी चाहिँ भर्मी कम्पोस्ट हाल्नु पर्ने थियो हामी हालेर चाहिँ फेरि ड्याङ लाउनु पर्ने थियो हामी चाहिँ निरन्तर त्यही गराउँदै बाबाले चाहिँ त्यो भर्मी कम्पोस्ट हाल्दै मल चाहिँ ड्याङ लाउँदै गर्छौँ र गरिसकेपछि हामी चाहिँ लगभग 3-4 घन्टापछि हामीले यति गराउँछौँ अनि यति गरिसकेपछि मैले चाहिँ छोडिदिन्छु किनभने चाहिँ यता चाहिँ मच्छर पनि धेरै लागिसकेको थियो अनि मेरो चाहिँ मच्छर काटेर पनि यति ठुलो घाउ बनिदिइसकेको थियो त्यही भएर चाहिँ हामी छोडिदिन्छौँ अनि आजलाई मेरो दिन यति गयो हस्त धन्यवाद बाई।